कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको मुहार फेर्ने लक्ष्यका साथ प्रदेशकै पहिलो आधुनिक स्टिल स्ट्रक्चर आकाशे पुल निर्माण कार्य अघि बढेको छ। वीरेन्द्रनगर नगरपालिकाको सक्रियतामा अजोड कन्स्ट्रक्सनद्वारा करिब 1,55,00,000 रुपियाँको लागत अनुमानमा निर्माण भइरहेको निर्माण पक्षले जानकारी दिएको छ। यो पुलले सहरको मुख्य चोक मङ्गलगढीमा हुने सवारी जाम र पैदल यात्रीहरूले वर्षौंदेखि भोग्दै आएको असुरक्षित सडक वारपारको समस्यालाई स्थायी रूपमा समाधान गर्नेछ। विशेष गरी रत्न राजमार्गको व्यस्त सडक खण्डमा पैदल यात्रीहरूलाई सहजता प्रदान गर्न र सडक दुर्घटना न्यूनीकरण गर्न यो आयोजना निकै महत्त्वपूर्ण मानिएको छ। विक्रम सम्वत 2082 मङ्सिर 16बाट सुरु भएको यो आयोजना विक्रम सम्वत 2083 असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसले प्रदेशको राजधानी सहरी सौन्दर्यता बढाउनुका साथसाथै स्थानीय जनताहरूको दैनिक आवागमनलाई सुरक्षित र आधुनिक बनाउने विश्वास लिएको छ।